पोखराको पानी हारको जागदी गरेर टिक्ने गाउँपालिका आइरहेको हो नि टोले हो यस्तो पानी खाने टिक्ने टेक्दैन छ नि त विपत्ति पार्छ भिडियो बनाएर त्यो भाइरल भटोटो कामै नपिहाल्यो कि अलिअलि खान पाएको भए त्यही नि सोम शर्माले समेत संसद भवनमा निकाल्नु पर्यो कुरा निकाल्नु नि अब यो गाउँपालिकाले यो के अरे पोषण मन्त्री कार्यक्रम गर्ने अर्को पानी पोखरी खाएको भाइरल हुने कुरा त त्यस्तो हो अब जाँचमा ढुङ्गा लाग्यो पोषण मैत्री घोषणा गर्नु पर्ने आवश्यकै छैन भित्रको बाछा र यो पहिला सुरुमा भिडियो हाल्नु त्यस्तो त होइन होला होला भने पछाडि यथार्थ बुझ्दै जाँदा त होइन त 2-3 घन्टा पानी बोकेर खानुपर्ने रहेछ अब आफै परेको खण्डमा अब यताउति भारी खाएर हुने होइन यताउति टोइलेट बाथरुमको लागि त त्यो त युज त भइरहेछ त त्यसको लागि पनि पोषण मैत्री हुने होइन उसमा पनि सुरखुरी मान्छे पुरा जान र गाग्रीको मुखमा त चुन्नी बाँधेर हालिरहनु त खाए नि यार अहिले सुरखुरीलाई भन्न मिल्दैन अब अहिले स्वाद यता यो यता भोटेको पानीले प्रशस्त पुगेछ त्योभन्दा अगाडि त साह्रै गाह्रो हो र त्यहाँ पनि म अझैसम्म सुरखुरी गएको छैन सुरखुरी र उपरको बाँगेर लास्ट यहीमा अलिक मात्रै हो उचाल्नु त पर्ने कुरा एउटा गल र बरु गोइटी र एउटा गन अनि एउटा गल हाम्रो पनि अलि यताको जलजलाले उगाल्ने अब जलजलाले भन्ने यता बाटो जलजलाले भन्ने चाहिने रणसिंहलाई चाहिने सीमाको बाटो भनेपछि यही गर्दा आनन्द केही त नि छोड्ने हो यताबाट जान्छ त्यसो बोल्न त अब भिडियो बनाएर कसैले के देखाएर हामी त बोल्ने मात्र हो भिडियो गराएको छ भने हेरि नभन खल्ले अझै राम्रो यता हान्ने त्यो भनेको गयो भयो क्या Pushing daddy. Okay.
नभएर टकेर यो बाटो खुलेको नजाँदा कहाँ उठाएर एउटा घन हामीले राख्छौँ एउटा गल एउटा बेल्चा एउटा घन एउटा गल अनि बेल्चा लिएर जाऊँ के हुन्न र गैँठी हामीलाई दिउँ ढुङ्गालाई होइन उता उता दुईवटा कोटालो लगाऊँ होइन हुन्न यति हुन्छ कि यसलाई ढुङ्गा पन्साइ हुन्छ यता उता गर्दा गर्दै आन्छ यत्रो परे बाटो भन्थ्यो भने किलो फाल्दैन भन्दा यति बाटो भयो बाल ठुलो यता राख ठुलो भनेर राख्छौँ सानो लगाऊँ किनकि यता ढुङ्गा पर्नुपर्छ धेरै उता पर्दैन बरु माथि हिलोमा त्यो ढुङ्गा बसेर ढुङ्गाहरू निकाल्ने गल लगाऊँ गैँठी छ त्यही सानो गल लगाउनु ठुलो घनान्ने जति त्यो त यसले छोडिदिनु गयो हिँडिराख्ने ठुला सबै कहाँ कति बस्ला कुरा गर्नु